हेलो नमस्ते सम्पूर्णलाई फेरि पनि स्वागत छ हाम्रो युवा फ्यामिली च्यानलमा। हाम्रो मुका सोडानको यो अर्को एपिसोड रहेको छ। आज मसँग छ मेरो लेफ्ट साइडमा छ समीर गुरुङ, नमस्कार। अनि मेरो दाहिने साइडमा छ दुजङ गुरुङ, नमस्कार। आज हामीसँग खानामा रहेको छ यो पोक चप, अनि चाहिँ यो बास्मती चामल छ, यो बर्गर साग भन्छ कि, अब यो सलाद साग छ, अनि यो हाम्रो सलाद छ, अनि स्पेसल मोही छ, एक्स्ट्रा सलाद छ, अनि मासु पनि एक्स्ट्रा छ। यहाँ चाहिँ थाउन मलाई होइन, भात पनि एक्स्ट्रा छ, उता छोरीसँग छ। अनि आज हामी ढिलो सुस्त नगरिकन आज हामी यो खाना सिद्धाउने च्यालेन्ज मात्रै हो, कुनै रिवार्ड छैन। अनि त्यसो भए त अब ढिलो सुस्त नगरिकन आज हामी चाहिँ ल सुरु गरौँ है त। लगाइजहरू च्यानल नयाँ छ भने सब्सक्राइब गरिदिनु, अनि मोटिभेसन र सपोर्टको लागि चाहिँ लाइक्स दिइदिनु है त। ल हामी सुरु गर्छौँ है त। हजुर ल खाना खायो ल गाइस खाए ल खाए ल। अस्तिको दामी भयो त है, बेगनास तालको के है। ल साथीहरू, त्यो बेगनास तालको भ्लग जसले छुटाउनु भयो भने एकचोटि फेरि गएर राम्रोसँग हेरिदिनु होला। सिद्धाउनु पर्छ गाइजहरू। ओके ल लिए है त। दामी भयो आज। हुनुहुन्छ लागि होइन, यहाँ डल्ले खोर्सानी पनि छ है, गाइजहरू पानी बेसी छ। हुन्छ त्यहाँ त आज त हामी तिनजना पनि यस्तो सजिलो भएको है, अस्ति त कस्तो गाह्रो भयो त्यो। आज छुइनै छु यहाँ। घाँस घाँस मुखबाङ भिडियो जस्ट 1 महिना भयो नआएको, 1 महिनापछि गर्ने भन्दै है। कहिले को नभ्याउने कहिले को नभ्याउने त्यो चाहिँ मजाको रहेछ क्या है। खतरा पाकेको छ त यहाँ। हाम्रो कुक फेरि यता है हजुर समीर गुरुङ। मिठो नमिठो भयो नि सबजना मिठो बनाएर खाना पर्दैन। आजभोलि हाम्रो छोरी ठुलो भइसकेको छ क्या, भिडियोमा आउनु लागि बुझ्ने भन्छ बिचरा। अनि तपाईँले त एकैछिन भ्याइदिने क्या जहिले पोर खाने बानी भएपछि अर्को मासु मिठो नलाउने। तर अस्ति कमनकारको माछा यस्तो मिठो भयो थियो यार, भिडियो गर्न पाएन, के गर्ने। मारेको भिडियो पनि गर्न पाएन, कोही थिएन, म एक्लै गएको। अनि उसले कानीले के भन्छ भनेको त थाहा पायो, एक्लै आउने बेला मात्रै पर्दो रहेछ भन्छ। गोब्रो गयो मजामा थिएँ चेस्टमा राखेर क्या है।
म त मासु थोरै पर्छ क्या हालिदेऊ त गाजर हालेर खाम है यो हो नि त बङ्गुरको हामी त कस्तो मिठो भयो दाँत फुट्यो निस्किँदैन क्या दाँत निक्ले त भाइरल हुन्छ होला नि त यार है त्यो को एकजना गुरुङ केटी त आहा गुरुङ तिनजना चिन्नु भनेको पोहोर त यस्तै हो नि पोहोरको बोसोले खासै के गर्दैन र कि है डल्ले त पिरो रहेछ कि नरहेछ पनि मेरो खानु खानु पिरो पिरो आउँदै भाउँदै आयो मलाई रिप्स मलाई पनि आउँदैन पिरो पिरो माग्नुपर्छ है खोर्सानी दिनु त त्यो खान्छ नि सबै सबै अर्को वाला ठुलोवाला छैन ठुलोवाला नहीं हालिदिनु पिरो भएन हालेको त किन हैट पिरो रहेछ टिरिन नानी भन्नु न ल सात लाख तो भर्ना भरे लिट्टी भइरहेको है लगभग ल ले झोमिलो भा त भयो हामी गुरुङको छोरा भएपछि गुरुङ भाषा त बोल्नु पर्यो हैन पिरो नभए चाहिँ खोर्सानी पिरो कम भएर छ 저는 어떻게 해야 될까? 한번 또 오더라 남자. मिठो हो है 많이 봐요 그거. बेग नास्ताको जस्तो जस्तै भएको है 쫙쫙 गरेर खाने मान्छे होइन मैले त भइदियो उसले सानो बोतलको फोरेको के हो त्यो लगाइज मन त सक्यो है तपाईँले जहिले नै विनर हो नि
मुरानमा हार्नै भएन नि फेरि मुरानमा फेरि हार्यो भने त फेरि सिधा पनि चल्ने सिधा भयो गाइजहरू मत के मत हो सक्यो त्यो खान सकेन भने चाहिँ अर्कोचोटिबाट मुखमा तपाईँ आउँदैन नि फेरि जस्तो भयो खानै सकेन नि त अन्नले सरप चाहिँ नखानु साँच्चै सकेन ल बिदा गरिदिनु त लगाइदिएर हामीले खान सक्यौँ यहाँ साबितले यति खान सकेन हाम्रो दुइटै सक्यो होइन च्यालेन्ज हामीले कम्प्लिट गरेर ऊ हार्यो भोलि उसले हामीलाई चाहिँ खाजा खुवाउने भने हारेको बाद आज आजमा के भन्नु न के नेवारी फुड साबु मिर्चा सापु मिर्चा के लगाइदिएर भन्छ त्यसलाई साबु मिर्चा त भन्छ होइन खै के मिर्चा हो कि मिर्चा हो लगाइदिएर आजलाई यति नै भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला सपोर्टको लागि लाइक गरिदिनुहोस् सब्सक्राइब पनि गरिदिनु पर्यो है सब्सक्राइब पनि भिडियो गरिदिनुहोस् सिधै हेरेर सब्सक्राइब पनि गरिदिनु राम्रो कमेन्ट गरिदिनु धेरै माझमा पुऱ्याइदिनको लागि सेयर गरिदिनुहोस् यति भन्दै आज चाहिँ फेरि नेक्स्ट भिडियोमा भेट्ने बाजासहित आज हामी बिदा गरौँ न त ल आइज बाई 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 चाउ चाउ